नमस्कार, मेरो च्यानलमा तपाईँलाई स्वागत छ। आज अनलाइनबाट कसरी रि-इन्ट्री पर्मिट, श्रम अप्रुभल फेरि रिन्यू गर्ने भन्ने विषयमा हामी बोल्न गइरहेका छौँ। भिडियो अन्तसम्म हेर्नुहोला। सबैभन्दा सुरुमा त चाहिने कागजात तपाईँको पुरानो श्रम स्वीकृति, त्यसपछि तपाईँको भ्यालिड पासपोर्टको कपी, तपाईँले अन्तिम पटक नेपाल आउनुभएको स्ट्याम्प भएको पानाको स्क्यान, तपाईँको सम्बन्धित देशको भिसा कपी, त्यसपछि तपाईँको वालेट, ई-सेवा, कनेक्ट आइपिएस लगायत अन्य नेपालका वालेटहरूमा पर्याप्त ब्यालेन्स हुन जरुरी छ। अब सुरु गरौँ। कसरी सुरु गर्ने? पहिले तपाईँहरू FEIMS को वेबसाइटमा गएर आफ्नो पासपोर्ट र पासवर्ड राखेर लगइन गर्नुहोस्। त्यसपछि यो इन्टरफेस देख्नुहुनेछ। त्यसपछि एप्लाई गर्नुहोस्। पुनः श्रम स्वीकृतिको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि देखाइएको म्यान्डेटरी फिल्डहरू जो रेड कलरमा आउँछ त्यसलाई पुनः भर्नुहोस्। बाँकी विवरणहरू तपाईँको पछिल्लो श्रम स्वीकृतिबाट आफै नै अपडेट भइसकेको हुन्छ। त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्ट सेक्सनमा तपाईँले अघि जम्मा पार्नु भएको डकुमेन्टहरू जस्तै पासपोर्ट कपी, भ्यालिड पासपोर्ट कपी अपलोड गर्नुपर्ने हुन्छ। स्क्यान गरेर कम्प्युटरमा या त मोबाइलको ग्यालेरीमा राख्नुहोला। त्यसैगरी सम्बन्धित देशको भिसा राख्नुहोस्। नेपाल अन्तिम पटक आउनु भएको स्टिकर राख्नुहोस्। पुरानो श्रम अप्रुभलको कपी राख्नुहोस्, प्लस अन्य मागे अनुसारको डकुमेन्ट राख्नुहोला। दुवैको केसमा इमेज आइडीको कपी पनि राख्नुपर्ने हुनसक्छ। र यो कल्याणकारी कोष, बिमा र सामाजिक सुरक्षा कोष तिनटैको पैसा तिरिसक्नुपर्छ। त्यसको लागि ई-सेवा मार्फत पनि तपाईँहरूले तिर्न सक्नुहुन्छ। म एउटा अलग्गै भिडियो बनाउने छु कसरी पैसा हामीले ई-सेवाबाट तिर्न सक्छौँ भनेर। मेरो हकमा चाहिँ डकुमेन्ट अपलोड गर्दा इमेज आइडी पनि मागेको थियो र पछि मैले अलग्गै अपलोड गरेको थिएँ। र यो DOFबाट अप्रुभ भएमा या नभएमा तपाईँले मेसेज पाउनुहुन्छ र अप्रुभ नभएमा कुन कागजात नपुगेर भएको त्यो फेरि हेरेर तपाईँले अप्रुभ गर्न सक्नुहुन्छ। सबै अप्रुभ भइसकेपछि यो ग्रिन देख्नुहुन्छ स्टिकर अप्रुभ, र तपाईँले नयाँ अप्रुभ श्रम स्टिकर प्राप्त गर्न सक्नुहुन्छ। भिडियो अन्तसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। ल अब लाग्यो साथीहरू फेरि पनि अर्को श्रम स्वीकृति बनाउने, पैसा बनाउनको लागि विदेशतर्फ अन्य भिडियोहरू, यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। हजुरलाई धेरै धेरै धन्यवाद।